हेलो नमस्ते एभ्रिवान र फेरि पनि स्वागत छ एउटा नयाँ भिडियोमा। थ्याङ्क यू आमा, थ्याङ्क यू। अनि अहिले चाहिँ यो यहाँको यो सबै निकालेर नारायण मन्दिर जाने भन्ने कुरा भयो, त्यही गर्न लाउनु भयो। अब रेडी भएर ट्याक्क होइन, आज बर्थडे भनेर चाहिँ एकदम रेडी भएर बसेको। अब एकछिनमा मन्दिर जाने हो, मन्दिर गएर अनि आउँछु म। गुड मर्निङ। आज बिहान फेरि 4 बजे उठेर म त अनि कहाँ डुलेर आएको, डुलेर भन्दा नि काम परेर 4 बजे उठेर अनि गएको, त्यस्तो भयो। हो दिदी के छ त नि हाल खबर? हुन्छ बरु बृहस्पति हो यहाँ तल आएर यहाँ जस निस्किसकेको छ। हिजो कस्तो राम्रो थियो, आज सक्यो सबै निक्ल्यो। त्यहाँ हुन्छ त्यसरी। जान लागेको मन्दिर, टिका सिका लगाइदिनु भयो मलाई। सबैजनाले के भन्ने अब चारजनाले लगाइदिनु भयो टिका। अब अलिक केही काम गरेर यताउति कामहरू गरिरहनु भयो, कामहरू गरिरहनु भयो। अनि त्यही भएर भ्याउनु भयो होइन कि। अब चाहिँ म मन्दिर जान्छु, अनि त्यसपछि मन्दिरबाट चाहिँ सिधै अनि ट्युसन। मन्दिर गएर यो दिएर आउने के सिधा बर्थडे भनेर। मन्दिर चाहिँ आयौँ, यो धनगढा मन्दिर आएको यहाँ शिवजीलाई यसो चढाउने। अनि सकेर आएको, कोही नि हुनुहुन्न होला सायद, पण्डितजी त हुनुपर्ने हो खासमा, डिस्टेन्स देखिनँ मैले। अब चाहिँ यहाँबाट चाहिँ अनि ट्युसन जाने हो कि म, फोटो गइरहेको छ र। शिवजी महाराज हुनुहुन्छ यहाँ। यहाँ त कोही पनि नहुँदो रहेछ गुरुहरू। म त त्यहीँ सिधा छोडिदिएँ अनि आएँ। अब के गर्ने त, कोही पनि नभएछ होइन। फेरि उता पनि जानु ढिलो हुन्छ भनेर म त अनि आइदिएको। चाहिँ अब बिहान चाहिँ हामी उ गरेर कलेजबाट आएर अब चाहिँ यो हिजो पूजाको पुऱ्याइदिने हो, यो लगेर मन्दिरजीकोमा। अनि अहिले चाहिँ केक अर्डर दिने, केक अनि के भन्ने थियो बिर्सेँ। हामी चाहिँ बिहान अब कलेजबाट आइसकेपछि चाहिँ अब यो पुऱ्याइदिनु लाग्यो हिजोको पूजाको सामानहरू पण्डितजीलाई होइन। म र दिदी भएर जाने हो। अनि त्यहाँ पुऱ्याइदिएर अनि केक खानेहरू केक लिएर अनि आउने। अनि त्यसपछि बेलुका बर्थडे मनाउने हो, त्यति छ। अब आजको प्लान त्यति, अरू केही छैन आजको प्लान चाहिँ। दिउँसो नै आएँ, म सुत्दिएँ, म केही नि भिडियो पनि बनाइनँ, झ्याउ लाएको थिएँ। अनि सुत्दिएको मलाई यस्तो निन्द्रा लाग्थ्यो, थकाइ लाग्थ्यो अस्तिको पूजाको। अनि त्यही भएर हामी चाहिँ यहाँ आइसक्यौँ चटपट खानलाई। यो आइसक्रिम लिएको, त्यहाँ हामीले सामान पनि पुऱ्याइदिइसक्यौँ। आइसक्रिम लिन्न पहिला, अनि त्यही हो आइसक्रिम खाने, चटपट खाने, अनि अरू के अरू लिने हो, के लिने छ त्यही लिने, अनि घर जाने। कता हो के मिठै छ, त्यस्तो मिठो लागेन भनेपछि मिठै छ भनेपछि थ्याङ्क यू। के हो त्यसै भुइँमा त नफाल्नु न। मिठा चटपट खाऊ आइसक्रिम एक गुलियो कस्तो। अझ मलाई म्याम बन्नु खोज्ने अझ मलाई म्याम। अजीब जानवर है, कितना भी खाए फूका ही रहता है।
यति मिठो भएको हामीलाई अझै एकचोटि खानु मन लाग्यो चिसो भयो आम्बु खाएको दाली बेला भएछ है एकबार खाएको देखाउँछु म खान्छु अब ऊपर मिठो हामीले चाहिँ यो लाने लिने गऱ्यौँ ब्लुबेरी चिज केक भेजमा अब त्यही लाने भइगयो त्यही लाने अनि त्यसपछि लगाएर गर्दा नि प्याक हुँदैछ कि भेजवाला नदिन्छ अनि प्याक गरिदिँदै हुन्छ त्यहाँ केक चाहिँ यही हो हजुर आमा हजुर ल्याइमी अहिले भन्छु ए हामी चाहिँ केक लिएर फाइनली आइसकेको छौँ घरमा होइन ए कस्तो लाग्छ नेपाल नेपाल कस्तो लाग्छ जस हामी चाहिँ अब म चाहिँ फेरि अब एकछिन फेरि निक्लिने अश्विनहरू चाहिँ अश्विन मुकेश सार्थक र अनि त्यसलाई लगाएर जेसन चाहिँ आशिष चाहिँ अश्विनको घर छन् र एकछिन आउन भनेको नि त्यहाँ गएर आउँछ हेलो 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 अङ्कल थ्याङ्क यू चाहिँ त्यहाँ मुकेश सार्थक अनि अश्विन सँगै मलाई केही बर्थडेमा केही स्पेसल गराइदिनु लाखान् कि भने जस्तो लाखा त्यस्तै शङ्का लागिरह मलाई जाम हेरौँ अब के हुन्छ होइन अश्विन घर खानु सबैजना लेट्स गो आउँदैछु साथीहरू म Happy birthday. Thank you. अहिले चाहिँ हामी साथीहरूलाई भेटिसकेका छौँ साथीहरूलाई भेटेर अब चाहिँ खै किन बसिन जाने भनेर होइन अझै हामी बसिन जानु लाग्यो देखाए मलाई नि आउँछ नि साथीहरू हल्का हल्का त म पनि भ्लगर साथी हो नि आधा चिन्ह कस्तो लागिरहेको त म जन्मेको चिन्ह वैशाखको 29 गते मेरो साथी पाएँ मैले अब यहाँ चाहिँ हामी आयौँ त्यो दुईजना कहाँ गयो तेल हाल्न गएको अरे कतिले गऱ्यो नि यिनीहरूले त्यही बसिरहँ दुईजनालाई तर क्वालिटी नै राम्रो देखिए नै छ यार लोकल मैले निकालेर आउँदा कन्ट्याक्टिङ हान्दै हुन्छ तिनी भए त्यसै त म भाइ नाकमा पनि यस्तो चाहिँ नआए त प्लिज है Happy birthday जन्मदिनको धेरै धेरै शुभकामना हरियाललाई एक्सपिरियन्स गरौँ न त्यहाँ आगोमा बाल्न बल्छ नि आगो आगो बल्दै साथी आगोमा बाल्न एकछिन त्यस्तोले गर्नु हुँदैन हात गालाको बर्थडेको दिन तिम्रो लाएन भने पापै लाउँछ गरेर आशिषको हो टिका म त टिका मात्रै मुखमा झर्न अब नाकको टुप्पोमा कस्तो क्युटी पाइ देखियो के ओहो ओ मकै ए धेरै त्यो स्वाद के अरे उ नबना न Happy birthday to you. Happy birthday to you. Happy birthday dear Maria.
birthday to you. ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वजा मंगलम पुंडरीकाक्ष मंगलम तनहरी। हामी चाहिँ बाहिर आयौँ केक काटेर भ्याएपछि एकछिन यहाँ बाहिर बस्ने भनेर यहाँभित्र थियौँ चाहिँ यहाँ बाहिर आइदिएको एकछिन बस्नुहोस् पुछिहाल। अब चाहिँ हामी खाना खाने कार्यक्रम भइसकेको छ यहाँ केक भोजन ग्रहण गर्न जाँदैछौँ साथीभाइहरू। यो चाहिँ हामीले उद्धार गरिदिएको यो सुकुम्बासीलाई 4 दिन भयो बिचरा खान नपाएर हालिदिन्छु भने यसलाई हामीले उद्धार गरिरहेको छौँ। अब चाहिँ यहाँ के भन्छ खाना खाएर चाहिँ केक काट्ने भनेर चाहिँ सुरुमा अब खानु लाग्यो अनि त्यसपछि बल्ल केक काट्ने हो। चाहिँ अघि ल्याएको यो चाहिँ अघि ल्याएको वाला केक हो। अब खाना खाएर भ्याएपछि चाहिँ अब केक काट्ने भन्ने कुरा भएको छ। अब यहाँ केक काट्ने अब एप्स हान्ने अनि केक काट्ने होला। एंगल सिकाउनु छ। के हो अरे ल भन्नु त यसमा यसभित्र के हो? यसभित्र अंगुर र केरा छ। के गर्ने हामीले? यो देवघाटको बाँदरलाई मङ्कीलाई लिएर दिने हो। हजुर यही हुनुहुन्छ त? आइज 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 गर्दैनन् कि के गर्दैनन् खाना खान दिइरहेको फाइनली हामीले दिइसक्यौँ है। यसमा बनाउनु न।